ल है अब सुरु गरौँ है त्यतिकै राम्रो नजोडिकिन है खिचे होला नि है ल्याऊ यहाँ राख्दियो यो हेरी अगाडि राख्दियो मामाहरूको के र अङ्कल ठुलोको मामै हन्न आउँछ तिमी सदा बस्नु पर्छ यही बस्नु ल तेरो त्यही तेरो सिट त्यही जेठाबाट रोल गरे के कान्छाबाट तेरो पालो कस्तो खिचे होला जस्तो लाग्यो कि लाग्दा फेरि खिच्दै खिचेन नि त खत्तम हुन्छ नि त्यसो यहाँबाट खिच्ने नि त छोरी नि खिचे होला खिच्दा त दुईवटा खिच्यो भयो एउटा हुन्छ ल छोरी खिच ल कान मेरो अलि जस्तो भयो अलि सफा अलि सर्कन ल्याएर अलिक पोल्टी पनि पाइएन क्वालिटी गर न किन पुग्दैन अरे यो उता राख्छ क्वालिटी गर्नुहोस् है माथि बसेर अब यसलाई पटाका फेरि किन्ने पैसा दिन्छु म आज दिनभरि पटाका पड्काउनु फर्काउनु छ र ल्या क्यामेरातिर फर्किनु पर्यो धेरै सकेसम्म क्यामेरातिर फर्किनु पर्यो यतातिर बस्नु पर्यो क्यामेरातिर फर्किनु पर्यो ढुङ्गा चाहिन्छ हातले पारेर फुट्छ ल हातले फोर म त फुट्नै सक्दिनँ हातले त अलिक सजिलो ढुङ्गा हानेर के अरे पक्केलाई ढुङ्गा लाने यहाँलाई तै ला न चार्जर फाल्दे आइदिएन नि यसलाई पहिला यसको घुमाउनु नि मैले है ल नानी जाम त हामी एकचोटि गर्नुहुन्छ नि त के क्यामेरातिर फर्केर गरेर सकेछ तपाईँले आमाले काट्नु त खायो ए उताभित्र होला 30 मिनट हो कति मिनट खिचेकै जसले के थाहा छैन के क्यान्टिङलाई कति बजे भयो अहिले कति बजे त यसमा सोधिदिने के रोटी अर्को ल्याइन्छ क्याफेमा 300 रुपैयाँ त्यही हो त नाङ्ना 5 रुपैयाँ फेरि चाहियो बसन बाइक पाक मार्ने हो नि हैन सादा खाना बाटो छुट्टी गरेर आले के यो त तपसा हो देउसी गइलो जोजनी आएर त छुट्टै भित्र बस्न खाएर सियारवाला सबैले त्यति एक्लेनको घुमार जाने हो घुमार जाने हैन भाइलाई घुमाएर दोबाटा राखेर कचोडी बनाउने तीनचोटी सुरुमा 20 हजार दिए माथि पनि नि त ल्याइन एकदम भाडा पुजारीको छैन दियो पैसा त जिते मान्छे म यो पैसा त 5 उठाउन लाग्यो 10 रुपैयाँ हाल्दियो उठाउँछ नि भाइ 10 रुपैयाँ हाल्दैन अर्को 10 रुपैयाँ छोरीकोमा नि हाल्दैन त्यहाँ त 20 रुपैयाँ त रहिजनु त्यो गरेर हाल्दियो त अब त हामी लिँदैन नि त्यहाँ भयो नि भयो अनि पर्न के तुरु लैजाके भाइ लिए नि गर हैन पर्दैन एउटा त्यसै झिका दियो भयो नि अहिले केटाहरुले लिन्छन् जो भाग्यमा जो भाग्यले त उठुङ्गो सिकाउनु पाए के सिकाउनु नसिकाउनु ललितमानले चाहिँ उसको किला गाडेका के अरे ललितमान अनेक गर्ने देउरानीले क्यामेरातिर फर्किरहेको भक्याउलाको दाउरा त्यसरी रङ लगाएर भक्याउलाको उसमा अनि त्यहाँ बिचा रोटी यतापट्टि छेउमा रोटी राखेर यो त खानुपर्छ केटा भुलसुट लाउनु केही पनि भनेर चाहिँ रन्काइदियो केटी बेला अब चाहिँ रन्काइ आउने अनि त्यो मोर त भन्छ फेरि चढाएको भुत्ला चढाएको भुत आउँछ भोलि रातभरि निन्द्रा लाएर क्या भोलिबाट त मरिएन के अरे यही हुँदो रहेछ भन्ने भयो भने खान थालियो भने यस्तो उठुङ्ग
अहिले त देखाइ परेन आम्ले आएन नि हिजो गुचाल्नु न अहिले अहिले आउँछन् बुढी तेल लगाइदिनु पर्यो पहिला अनि ठुलिया नि होइन हो एउटा बिलेट ल्याउनु पायो गर्नु हुँदैन फेरि उनीहरूमा उठा गयो नि इन्द्रगला पुगे कि इन्द्रगला जित्दै यहाँ आउँछन् होला यो तल राख्नु यति है तर उतै गएको थाहा पाउँछु मैले त्यो चट्टै काटिएन ए म यस्तो गर्नु त्यसलाई त्यस्तो नकाटेपछि फेरि एकचोटि बेसी आउँछ नि त त्यसलाई चाहिँ लाइन भाइले तैँले है हिजो त बेलुका यतै कुनि यतै आयो होइन लगाइदिउँ भनेको 7 बजेतिर यता धन्किरहेको थियो अहिले त दारु सुरु गरिसक्यो होला खै मैले त मिलन काना तेल लाउने कि होइन सुरुवातमा छेक्दै थिएँ मैले पैसा दिएँ रातो कलर लाउने भाइ छोडिदियो भनेर छोडिदिएँ कसलाई किशोरलाई रन गाह्रो चलाएको थियो फेरि किशोरले ल भाइ पूजा उडाएर चलाएर के कहाँ जानु हतारमा र बिहे जाने टाइममा 10 मिनट ढिलो पुगेला त के हुन्छ र केही हुन्न बढी भयो के हाल्ने यो साधन चलाउनु त्यस्तो हतेर चलाउने होइन कि मुस्किन पर्दै रुमाल थाकिसक्यो फेरि मलाई थाहा नि हो मुस्किने कुरा हो नि त कपाल गर्दिनु परेन आज त तिमीलाई जे भने त्यति मान्नुपर्छ आजदेखिको हिरो हामी त रायसँग क्यामेरा चाहिँ घरि होइन यहाँ हेर्न परेन काना झऱ्यो कान्छी ल पुटी पनि अलिक छड्के छड्के रहेछ अलिक कहिले कहिले पत्तो तसँगले छोरो हुन्छ अन्त खतरा भइसक्यो ठुलो भयो अब त सब काम गर्ने यसैले कहाँ नसकिने सक्दिनँ भन्ने बित्तिकै त यसलाई मलाई भनिहाल्यो भने त झ्याप म काम लगाइहाल्छु अब टिका लाउने सुरु त अब ल नानी अटीको लगाइदियो भाइलाई अनि भाइ चाहिँ रन्किन्छ भाषण रुमालले पुछ्दिनु पर्यो पुछेको त देखाउनु न लगाइदिएर भएर पुछेको त कहिले देखिन्छ जातिले मैले हातले भयो आइदियो है नानी तँलाई लगाइदियो नि हामी लगाइदियो पर्दैन कान्छी दुबोको दुबो लासी पिट परेन परेन होइन सेतो लगाइदिनु भनेको छिटो तेरि खाँदैन बस्नु छिटो आइज दुबो त एकदम राम्रो अरे के तँ एकतिर ला हामी एकतिर लाउँछौँ आयु बढ्दो गरेको आयु गणेशलाई पूजा गर्ने भनेको दुबो हो नि त कोही पूजामा बेल चल्दो रहन्छ कोही पूजामा तुलसी चल्दो रहन्छ फरक फरक छ गणेशलाई दुबै चाहिन्छ भाइको कपालै गर्दिन चाहिँ दिदी ल यसको त निधार भन्दा एक के राख्नु आफूले आफूले बनाउनु ड्याममा ठुलो बनाऊ न अन्त तपाईँ च्यापको ठुलो हुन्छ कि टिकट ठ्याक्क मिल्न पर्यो राम्रो होइन यतिको कुन चाहिँ ठिक हुन्छ सानो भयो नि यतिको त चाहिन्छ हो र मलाई म यहाँ बनाइदिएँ न त ल त्यसै पनि ठुलो सानो ठिक हुन्छ होइन कि यतिको चाहिन्छ कि च्याट्ट पार्नु पहिला लगाइदिए एउटा लगाइदिए पहिला दुबो चिसो पिठो धेरै नला न पुस्थे त पुछि के पुछि केही हुन्न होइन पिठो धेरै लगायो भने पक्कै उ निक्लिन्छ छैन क्या पुछि यत्रो अनि त्यो बनाएको थियो बहिनी मिल्ने जस्तो यहाँ भयो त यी उता हेर्दा लाउँदै गर क्यामेरातिर यतिको ठिक हुन्छ फोटो खिचिदियो त यता नै फोटो खिचिदियो नि फोटो खिच्यो फेरि क्यामेराको मात्रै भर्ता पऱ्यो फोटो खिचिदिएर हेरेकै हुन्छ लास्ट लास्टमा के पहिले खिचिदिन्छु त्यो त मैले यताबाट यताबाट खिचिदियो भन्छ त्यो भाइ बहिनी मलाई यहाँ मैले वास्ता हार्नु भन्ने कति राखेर मात्रै ल भयो उहाँले लाग्दैन बिचमा हेऱ्यो यहाँ मैले लगाइदिएँ सीतारानी माथि अल अल छोडै फेरि नदलाई भएको उहाँले त्यहाँ लाग्दैन अभिषेक सीतार माथि एउटा खसल हेरेर रातो आजीवाद लाहन अरे हैन सतीको उता हेर किन उहाँ अगाडि बोलाएर भान्जी
यस्तो के परमोदरले गर्दा झ्याउ भयो क्या त्यसले उनीहरू लाउनु खोज्ने सँगै अनि छुट्टा छुट्टी गर्दा झ्याउ मार है खै भाइ कति राम्रो भयो त यार ल त सरले पुज्दैन आँखा भएन नाका आफै जान्छ पुग्दैन जान्छ केही फरक पर्दैन पुग्नु पर्दैन भइहाल्छ माला कता खान भइहाल्दैन माला भित्र खानु मालालाई त्यसै ल्याउँछु अब छोड्दे फोटो नि खिच्छ धेरै त्यसै चलाउनु पर्दैन क्या राम्रो हो तँलाई लाइन्छ भाइ यो छड्के भन्छ तँ लगाइदिहाल भाइ बहिनीलाई दिदीलाई होइन अहिले पछि लगाइदिन्छु छोडे के भएन तिमी हेरे काम थाहा हेरे ए ठुली आइज राम्रै देऊ नि आज तिम्रो कपाल लगाइज सम्झने के माला लगाइदिनु परेन त नि ससँगलाई ए कता माला ए यो हाल्न त नगर्नु ससँगै लाउँछ होइन सिधै माला तिनटा लगाउनु केही फरक पर्दैन भाइ तँ भाइको फोटो कि भिडियो ससँग भाइ त एकचोटि क्यामेरा गएर हेर त तेरो अनुहार देखि नि पहिला दुगो पहिला दुगो रे यार रे कम माला नि अनि मिला खान्छ जसरी मिला अनि तिमीहरू सबलाई पुर्याएर ल्याएको अब तिमीहरूले नि कुन त माला त लाउनु पऱ्यो अहिले टिको लगाइदिनु त म भट्टाबाट लगाइदिन्छु हो त दिदीको सरले पुग्छ ढ्याप्पै लगाइदिनु पर्छ कि जुन सानो हो सँगसँगै त कि ठुलो लाग्ने उसले आफूले ओ त्यो नम्बर भाइलाई छैन, बनायो बुझिन्छ, नि, यसो कितै जाऊ उता गर अहिले पुछौँ माला लगाइदियो भाइले यो लगाएको हो ठुलो चाहिँ भाइलाई जान्छ सानो मान्छेलाई हिरो नि त हैन यसको दुईटा खालको यार एउटा लगाइदिएन जन्नी माला यो गर्छ त्यही लगाइदिनु सानो ओ ल गाइज ल जस्तो एउटा फोटो खिच्नु त माला लगाइदिएको भयो भयो यहाँ फोटो चाहिँ बल्ल ठिकै हो माला त्यसरी नि हो कि लाउने निकाल भयो निकाल ए भयो कान्छी त हात यस्तो गर्नु ओ खतरा भयो मिलन ल भयो दामी भयो नि त्यहाँ त कस्तो उनी मा भयो छोरी एउटा फोटो पटक खाली हात छोड्नु नाका त हस खाना जस्तो त के ए हाँसा हाँसा पुर्ती चाहिँ दिदी चार माला ल भाइ ला फोटो खिच्दै कहाँ छोरी अब अहिले लगायो अहिले हामीलाई लाउनु ल समात्नु म त केही हाल्दिनँ म लगाइदिनु हो